Hello guys, we are today going to Carrefour market with our beautiful हाम्रो नयाँ भाइलाई भेट भइरहेछ आज नमस्ते हामी सबैजनाको तर्फबाट हामी सबैजना नेपाली हामी धराने टोली पूर्वी टोली पूर्वेली टोली हामी भेट भएका छौँ हामी भेट भएर चाहिँ हामी घुम्न हिँडिरहेको अवस्था Here is my beautiful handsome guy and here is Dharane beautiful lady. Look here. Corner देखाउने मास्क छ नि यहाँनिर मिल्दैन ल बोल्दैन अनि बोल्नु चाहिँ बोल्दैन कि हाम्रो नयाँ भेटघाट आज पहिलो दिनमै हामी भेटघाट भएर चाहिँ हामी सँगै हिँड्दैछौँ भिडियो हो अनि त्यसपछि तपाईँ कहाँबाट आउनुभएको रे हाम्रो यहाँनिर हाम्रो चाहिँ ठ्याक्क नामावली सहित यहाँ दिनु त हाम्रो आएको भन्दा चाहिँ आज आएको कि पहिल्यै आएको तपाईँको नाम ठेगाना कहाँ काम गर्दै हुनुहुन्छ यही त हो नि हाम्रो परिचय भनेको अब यहाँबाट चाहिँ हाम्रो ठेगाना भनेको चाहिँ करिब साह्रै टाढो छैन यही भित्र यही सातुमारी भित्रै हो अब ठेगाना त यही सातुमारी भइहाल्छ सातुमारी भित्रै हो टाढो त छैन केमा काम गर्दै हुनुहुन्छ काम त त्यही त हो अब काम चाहिँ नि अब फ्याक्ट्रीभित्र गाडीको पार्ट्सहरू बन्छ त्यही भित्रमा हो काम चाहिँ सुविधाहरू के छन् कोनी सुविधा त अब आउने रोमानिया आउन तयारी हुनेलाई के सन्देश दिन चाहनुहुन्छ आउनेलाई खोइ सन्देश त अब के दिउँ होला र अब खोइ हामीले पनि खास त्यस्तो ठुलो सन्देश भेटिएन त्यसो हुँदाखेरि खास ठुलो हर्ष नहुँदाखेरि भन्न पनि गाह्रो हो हामी घुम्दैछौँ त्यसपछिबाट हामीलाई त यस्तै छ यहाँको ठाउँ युट्युब च्यानल छ नि हो छ है ल तपाईँको यहाँ ठ्याक्क सम्पूर्ण जानकारी दिनु त यहाँनिर अब मेरो के जानकारी कहिलेदेखि आउनु भएको रोमानिया हामी त दसैँ अगाडि आएको कार्तिकतिर होला कार्तिकतिर आउनु भएको रहेछ हाम्रो भेटघाट भयो यही ठाउँमा त्यही भएर हामी 4 दिन भयो त्यही भएर हामी रमाइलो गर्दै हामी मार्केटतिर बजारतिर जाँदैछौँ सबैजना साथीहरू राम्रो एडिट गरेर हाल्नु न ठिकै छ सब्सक्राइब हालिदिउँ न युट्युब च्यानल छ भने नि उहाँ पनि हुनुहुन्छ हेलो हाम्रो साथी भेट भएको आजै भेट भएको हजुर हजुर हामी सब पूर्वेली हो पूर्वेली छिटो हामी पूर्वेली छिटो छिटो हो हामीहरू भनेको हजुर तपाईँ पनि कहिलेदेखि आउनुभएको अरे रोमानिया हामी आएको भयो 7-8 महिना भइसक्यो सुविधा के कस्तो छ सुविधा बुझ्दा छ कि छैन एकदम राम्रो छ ओभरटाइम चलिरहेको छ अब सिपमूलक काममा हो हाम्रो चाहिँ वेल्डिङको काम छ स्यालेरी पनि भने जस्तै आइरहेको छ महिनामा 2 चोटि दिन्छ स्यालेरी एकदम ठिक छ अब आउने चाहनेहरूलाई चाहिँ के भन्नुहुन्छ अब आउन चाहनेहरूलाई त्यही हो सिप सिकेर आउनु रोमानिया एकदम राम्रो छ यहाँबाट कुनै पोर्चुगल पोल्यान्ड स्पेन भाग्नु पर्दैन सिप छ भने यहीँ नै 1 देखि 1.5-2 सम्म कमिन्छ है तपाईँ कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ अहिले म चाहिँ साक्रिज इम्पेक्स भन्छ मेरो कम्पनीको नाम चाहिँ त्यसमा काम गर्दैछु ल ठिक छ उहाँले चाहिँ राम्रो आम्दानी लिइराख्नु भएको छ अरे ओभर टाइम पनि हुँदो रहेछ हामीले खोजेको त्यही हो अब मैले चाहिँ कस्तो ठाउँमा पाउँछु हैन
राम्रै पाओस् भन्ने कुरो हो। हामी चाहिँ पहिलो भेटघाटमा हामी रमाइलो गर्दै घुमघाम गर्दैछौँ सहर बजारतिर यस्तै छ। अहिले फेरि अर्को राम्रो ठाउँमा म फेरि नयाँ दृश्य लिएर हजुरहरूको सामु उपस्थित हुँदैछु।